हेलो गाइज वेलकम टु आवर युट्युब च्यानल। उहाँ चाहिँ मेरो मम्मी र बहिनी हो। आज चाहिँ हामी जाँदैछौँ रोजी दिदीको विवाहमा। यो चाहिँ म हो। हाम्रो बेहुली चाहिँ पूजामा स्वाहा स्वाहा गर्दै व्यस्त हुनुहुन्थ्यो। आजको दिन उहाँको व्यस्तै भयो। यहाँ रहेको छ सिन्दुर हाल्ने कार्यक्रम। यो भिडियो चाहिँ मैले स्पिडमा राखेको छु क्या। स्वाट 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 सिन्दुर लगाएको बेला आएको छ त्यो। अनि सिन्दुर हालेपछि दिदीको लुक्स स्वाट। यहाँ रहेको छ बेहुलाले बेहुलीले उचाल्ने कार्यक्रम। बेहुली चाहिँ मात्र 45 केजीको हुनुहुन्थ्यो। अब कसरी उचाल्नुहुन्छ है, लेट्स सी। स्वाट एकचोटिमा उचाल्ने जुरुक्कसँग राखिदिनुहुन्छ। ताली भन्दैछु म चाहिँ। पैसा ल पैसा पैसा ल रोजिया दिदी ढोगिरहनु नि। ढोगिरहनु अब रहेको छ जुठो खुवाउने कार्यक्रम। कसले पहिला जुठो खुवाउनु छ है ल है। कसले पहिला खुवायो त? होला हैन, मलाई त धेरै खुसी लागिरहेको छ। छोरीको बिहे हैन, अनि छोरीको बिहामा खुसी नहुने कुरा हुन्छ। धेरै खुसी छु। फाइनली शीतलमा आइपुग्नु हाल्यो दाइ। कस्तो लागिरहेछ? खुसी लागिरहेको छ। दामी लागिरहेछ। रोजिरा दिदीको बिहे हैन। अरु कुनै साथीले बिहे आएर छैन, उसले फर्स्ट गइराख्नु भयो, चाँडो गर्नुभयो। ल handsome भाइ कुलदिदी माइलीको देखे हामीले देखे। म त सँगसँगै आएको कि म त बाइकमा आएको दिदी होइन, सँगै होइन कि मन्दिरमा आउँदा चाहिँ सँगसँगै। कति राम्रो देखा के। ल आयुष्मते भवानी। ल बेहुली कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। ल हिँड्नु न। ताली साथी त्यहाँ बसे बेलामा अब बिदाबारी कस्तो लागिरहेछ? कान्छी छोरीको बिहे। कान्छी छोरीको बिहे रमाइलो हो। अब के गर्नु त भाइ? ह्यान्डसम भाइ, हिरो भाइ है। धेरै हिँडेको छ। अर्को ठुलो हाम्रो घरनेर जानु भनेको। कस्तो लागिरहेछ? हाँसीको खुसी भएको कति राम्रो हाँसेको। बेहुली यहाँ हुनुहुन्छ। किड्ना जोइ बेहुलीजी सोधेको गीत रो भने चाहिँ मेकअप बिग्रिन्छ। त्यो नरोइकन गयो भने चाहिँ बिग्रिँदैन। मेकअप बिग्रिन्छ नि। त्यो अलिक माथि उठ्यो क्या। मम्मीको गफ चल्दैछ त्यहाँ चाहिँ कुराकानी। र उहाँहरू चाहिँ अब मलाई भेट्न आउँदै हुनुहुन्छ। उहाँहरू दुइटाको चाहिँ यो अनुहार चाहिँ कतिचोटि हेर्नु है। छ्या पुरा रक चिलमा उभेला वहीँ हो, उहाँहरू नै हो
बेहुली नानी चाहिँ घर चाहिँ नभन हामी बेहुली हो यो फोटो खिच्न मिल्दैन रहेछ मैले हिजो अलि आउनु भने होइन होइन म उठिरहेको मेरो क्यामेरा बिग्रेछ थिएँ मैले Thank you so much for watching this video. मेरो मोबाइल फोनमा धेरै चार्ज नभएको कारण म यतिमै बाई बाई भन्नु पर्यो